तपाईहरु सबैलाई मेरो च्यानलमा स्वागत छ। अनि आज धेरै समय बादमा फेरि पनि आज नयाँ भिडियो लिएर आएको छु। अनि आज चाहिँ हाम्रो ग्रेस हाउस मण्डलीबाट ग्रेस हाउसबाट हामी पिकनिक जाँदैछौँ। अनि देख्नुहोस् आजको वेदर यस्तो चिसो छ। अनि सबैजना जानको रेडी भइराख्नुहुन्छ। हाम्रो बस पनि आइसकेको छ। यो चाहिँ हाम्रो गाउँ। गाडीमा चढिसक्नु भएको छ। आइपुग्यो हेर्नु नि यता फोटो खिच्दै छ हौ। यहाँ हाम्रो कहाँ हेर्नु यहाँ हाम्रो तपाईहरुको अघि फर्स्टमा खिचिसकेको आमाले बडी बोलेको छ। कहाँ छ दादा? समाधि त कसरी राम्रो देखेको अङ्कल। यता को छ हौ? आन्टी हो? कस्तो राम्रो देखेको मम्मी। ए मम्स केटाको ल्याएर हेर्नुपर्छ। यता हेर न उता नै अब चाहिँ हामी जाँदैछौँ। यो क्यामेरामा त कति देखेको मान्छे यार फाइनली हामी चाहिँ दोमुखामा आइपुगिसकेका छौँ। अनि यहाँ भाउजू हुनुहुन्छ। अनि अरू चाहिँ सबैजना अगाडि जाँदै हुनुहुन्छ। म तपाईँलाई देखाइदिन्छु। यहाँ चाहिँ अरू पनि थुप्रो मान्छेहरू पिकनिक खानुको लागि आज आउनुभएको रहेछ। एकदम थुप्रो मान्छेहरू छ यहाँ। यो चाहिँ हाम्रो गाडी। मेरो मम्मी यहाँनिर हामी चाहिँ समय खाजा खाएको छौँ। अन्डा ब्रेड सबै गति हुन आँटेको छ। सबैजना रेडी भइराख्नु भएको छ। फोटो खिच्ने ठाउँहरू पनि राम्रो राम्रो रहेछ। हेर्दा यस्तो देखे पनि फोटो चाहिँ एकदम दामी दामी आएको छ। हामीले फोटो खिचेको छ। हामी चाहिँ पुरा रमाइलो गर्दैछौँ। अरू चाहिँ सबैजना अरू ठाउँतिर जानुभयो। अनि हामी चाहिँ यहाँनिर रमाइलो गर्दैछौँ। एकदम चिसो छ। मजा आइरहेको छ धेरै टाइम बादमा। कस्तो राम्रो राम्रो देखेको कस्तो राम्रो देखेको। के भन्न चाहनुहुन्छ दुई शब्द आजको? धन्यवाद हाम्रो आराधना बहिनीलाई। तपाईँले लाइक सब्सक्राइब गरिदिनु होला। त्यसलाई भाइरल बनाइदिनु होला। भाइरल हुन चाहदिनँ म। भाइरल हुन चाहदिनँ। हाम्रो बहिनीहरू पनि फोटो भिडियो गरेको युट्युबमा आउँछ ल। हेर्नु ल युट्युबमा आउँछ ल। आन्टीहरू पनि कस्तो हुँदैछ बहिनी? रमाइलो हुँदैछ दिदी? हजुर। आराधना रसाइली अफिसियल मेरो अनुहार देखेछ त। यस हाम्रो आमाहरू चाहिँ चाहिँ मेरो मम्मी चाहिँ पढाउनु छ। यहाँ त केटाकेटी खेल्ने रहेछ। हामी चाहिँ केटाकेटीहरू खेल्ने रहेछन्। यहाँनिर हाम्रो शिवा दादा हुनुहुन्छ। कस्तो ह्यान्डसम देखेको दादालाई त। हेलो के भयो सिया? जयमसी गरिदेऊ न हात जोडेर हौ।
ए हो फर्स्ट टाइममा चाहिँ आउनु रहेछ कहाँ हिँड्नु भएको तपाईँहरू यस्तो राम्रो देखेको मैले चाहिँ मम्मीलाई उचाल्न सक्छु मैले त मम्मीलाई भिकिचामा जित्नु सकिनँ है लाग्दैछ कति रमाइलो लाग्यो एक नम्बर पनि हराएको जस्तो भयो हो आन्टी कस्तो लाग्दैछ राम्रो लाग्दैछ के खेलेको तिमीलाई यो आच्छी अब चाहिँ हामी खानाहरू पनि खाइसकेर अब चाहिँ हामी मेन ठाउँमा चाहिँ हामी घुम्नुको लागि हामी जाँदैछौँ अनि यहाँहरू हाम्रो टिमहरू यता आउनुहुँदैछ बाँकी चाहिँ अगाडि जाँदै हुनुहुन्छ बाँकी चाहिँ गाडीमा हुनुहुन्छ हेलो हुँदैछ अरू यहाँनिर हिँड्दै हुनुहुन्छ अरू यहाँनिर हुनुहुन्छ है हामी झोलुङ्गे पुल दोमुखाको झोलुङ्गे पुल हामी जाँदैछौँ बाढीमा यो सबै पर्छ नि यहाँ हल्का भिडियो हाल्ने
सबै सकिसकेर पनि फोटोहरू पनि एकदम हामीले खिच्यौँ फोटोसोटो खिचिसकेर पनि अब चाहिँ हामी जाँदैछौँ मेरो मम्मी हजुर मेरो कान्छा दादा यता हेर्नु नि दादा हौ मेरो कान्छी बहिनी हामी चाहिँ जाँदैछौँ यस्तो दामी दोमुखा नेपालको दोमुखा ल रेडी हल्ला